हेलो गाइस, वेलकम ब्याक टु माई न्यू मिनी ब्लग। त्यो त्यहाँ छ। अनि आज हामी कर्णाली मूलपानीमा नुहाउन आएको सानो उपलक्ष्यमा तपाईँहरूलाई म एउटा के भन्छ लेखक एउटा जो एकदमै आफ्नो मनको भावना पोखेर जानुभएको छ उहाँले। अनि उहाँले चाहिँ आफ्नो दुई शब्द यहाँ टुङ्गाएर जानुभएको छ आफ्नो लेखक अनि आफ्नो सानो बिर्सना तिर्सना सम्झनालाई म तपाईँहरूको माझमा पढाएर सुनाउँछु है त। उहाँले चाहिँ आफ्नो मनदेखि नै लेखेर जानुभएको छ है। देख्न सक्नुहुन्छ यसरी भित्तामा लेखेको छ। यहाँ लेखेको छ मैले म तपाईँलाई ट्याक्क भन्छु नि त। मैले माया गरेँ उनलाई निशा सम्झेर, तिमीले मलाई कोट्यायो दिशा सम्झेर। वाह 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 वाह, क्या लाइन छ यार, म सल्युट गर्छु उहाँलाई। के लेखेको छ भन्दाखेरि मैले माया गरेँ उनलाई निशा सम्झेर, तिमीले मलाई कोट्यायो दिशा सम्झेर। सल्युट यार, क्या दामी लेखायो क्या। हुन पनि हो यार, कसैले अब यसो हुन्छ नि त, कोहीले माया गरेर अनि भित्रै मनदेखि मेरो यो प्रेमिका यो भन्छ होइन, तर उसलाई केही मतलबै हुँदैन क्या। उसले त्यो दिशालाई कोट्याउँछ नि, त्यस्तै टाइपमा कोट्याएर फालिदिन्छ क्या। दिशाको क्या हुन्छ होइन, कोट्याए फालिदियो। तर लेख्ने मान्छेले चाहिँ दामी लेखेछ होइन, तर एउटा कमेडी टाइपको पनि छ, रमाइलो पनि छ क्या होइन। सो यही हो।